र आइसकेको छ अहिले नेपालमा 620 किलोमिटरको लामो रेन्ज दिने गाडी स्काइवेले ल्याइसकेको छ। एकचोटि फुल चार्जमा ढुक्क भएर गन्तव्य पुग्न सकिन्छ। यो स्काइवेले एकदम राम्रो अफर ल्याएको छ। यो गाडी किन्नेलाई युरोप टुर छ, 6 दिनको प्याकेज के छ म भिडियो अन्तिमसम्म हेरिदिनुलाई, म अन्तिममा भनेछु। र आउनुहोस् फटाफट टाइम वेस्ट नगरी यसको फिचर्सहरू के छन् हामी आउनुहोस् यो हेडलाइटबाट सुरु गरौँ। र हेडलाइटको कुरा गर्नुपर्दाखेरि यसमा म्याट्रिक्स एलइडी लेजर हेडलाइट दिएको छ, एकदम आकर्षक चिटिक्क परेको राम्रो हेडलाइट दिएको छ। र अगाडिपट्टि हेर्न सकिन्छ यो त्रिशूल आकारको लोगो दिएको छ। यो गाडी हेर्दाखेरि एकदम लग्जरियस हेभी देखिन्छ र एकदम दामी। र टायरको कुरा गर्नुपर्दाखेरि यसमा 4वटा एलो व्हिल डायमन्ड कटमा ट्युबलेस टायर, एबिएस ब्रेकिङ सिस्टम विथ डिस्क ब्रेक दिएको छ यो गाडीमा। र ओभरअल यो गाडीको लुक्स हेर्दाखेरि एकदम पुरानो मोडलको एकदम क्लासिक मोडलको देखिन्छ, एकदम दामी। र यसको पछाडिपट्टि पुरै लामो टेल लाइट छ, यो वारदेखि पारसम्म पुरै एकदम। र यतापट्टि देख्न सकिन्छ स्काइवेलको ब्रान्डको नाम दिएको छ। र यता पछाडिपट्टि वाइपर पनि दिएको छ। र हेर्न सकिन्छ पछाडिको लुक्स पनि एकदम राम्रो छ। र हेर्दै यो गाडी त एकदम हेभी देखिन्छ। र विन्डोको कुरा गर्नुपर्दाखेरि यसमा अलरेडी विन्डोमा एकदम क्रोम दिएको छ। ल आउनुहोस् भित्रपट्टि हेरौँ यसको के छ। र देख्न सक्नुहुन्छ यहाँ विन्डोमा एकदम वुडन फिनिसिङ दिएको छ, एकदम सफ्ट छ यो विन्डो पनि। र यता भित्रपट्टि पनि हेर्नुहोस् यो एसीको भेन्ट पनि एकदम लामो। र यो 12.5 इन्चको स्क्रिन छ अगाडिपट्टि। र अलिकति लाइटको समस्या छ यहाँनिर। र एकदम वुडन फिनिसिङ, एकदम सफ्ट प्रिमियम लुक्स आइरहेछ, फिल आइरहेछ। र ड्यासबोर्ड पनि एकदम सफ्ट छ। र एसीको भेन्ट पनि एकदम लामो दिएको छ यसमा। र यताबाट तल सक्नुहुन्छ नब। र यताबाट हेर्न सक्नुहुन्छ यो RNDS दिएको छ। र यतापट्टि स्टियरिङ र सिटहरू पनि एकदम लेदरको राम्रो फिल आइरहेछ। यतापट्टि स्पेस पनि एकदम ठुलो छ यसको त गाडीको त। र पछाडिपट्टि पनि हेरौँ एकचोटि स्पेसहरू यसको के कस्तो छ। र पछाडि देख्न सक्नुहुन्छ एकदम वाव, एकदम स्पेस एकदम ठुलो लाग्यो मलाई यसको त, एकदम लग्जरियस छ हेर्दैखेरि। एकदम ठुलो स्पेस छ यहाँलाई हेर्नुहोस् यहाँनिर यसको लेग स्पेस पनि चेक गरौँ, निकै ग्याप छ यसमा लेग स्पेस पनि। यो गाडीमा यस्तो फ्यान्सी भित्र त केही छैन, एकदम नर्मल छ तर एकदम राम्रो छ। यसलाई हेर्न सक्नुहुन्छ एकदम फ्यान्सी यताउता केही छैन, जस्ट नर्मल छ एकदम यसमा देख्न सक्नुहुन्छ तपाईँहरूले पनि। र यसको ओभरअल लुक्स पनि यसको यही हो। र यता माथिपट्टि एकदम यो सनरुफ, यसको सनरुफ पनि एकदम ठुलो छ, यो एकदम लामो वारदेखि पारसम्मै छ यसको सनरुफ। र यहाँ तल सेन्सरबाट खुल्ने सिस्टम रहेको छ यसमा। र यसको बुट स्पेस रहेको छ 470 लिटरको, एकदम निकै ठुलो छ यहाँनिर। यो सिट पनि फोल्ड गर्न मिल्छ, यहाँ सुत्न नै मिल्ने रहेछ। यहाँ त यो सिट फोल्ड गरेर पुरै सुत्न नै मिल्ने रहेछ यहाँनिर, यत्रो ठुलो स्पेस छ पछाडिपट्टि। र यहाँ माथि रहेको छ लक बटन, प्रेस गरेपछि आफै बिस्तारो लाग्ने रहेछ यो। र यता हेर्न सक्नुहुन्छ यो झ्यालको सिसाहरू चाहिँ आफै यो कीबाट खुल्ने रहेछ। र यतापट्टि हेर्न सक्नुहुन्छ यो सनरुफ एकदम ठुलो रहेछ यहाँ माथि। यतापट्टि हेर्न सक्नुहुन्छ एकदम ठुलो लाग्यो मलाई सनरुफ पनि। र यसमा 4वटा कलरको पाइन्छ, यो कालो, सेतो, निलो अनि ग्रे कलरमा पाउँछ। र यो ब्याट्रीको कुरा गर्नुपर्दा यसमा 86 किलोवाटको ब्याट्री लाग्छ, जुन चाहिँ 620 किलोमिटरको रेन्ज दिन्छ यसले। र यो स्काइवेल कम्पनी चाहिँ 2011मा फर्म भएर अटोमोबाइल सेक्टरमा पसेको कम्पनी हो यो। र यो देख्न सक्नुहुन्छ यसको लुक्सहरू एकदम राम्रो वाइट कलरमा आकर्षक लुक्सहरू छ। ओपन भयो हैन, ओपन भयो। एन्ड देन इफ लक गर्न मन छ भने इफ तपाईले ह्यान्डको चाहिँ लक भयो हैन, लक ह्यान्डको सेन्सरबाट चल्ने रहेछ हैन। सबै इफ चाबी सबैको सेन्टरमा छ भने यतिको रेन्जमा भयो नि त। यो फुल हैन यतिकै। एन्ड देन हजुरको सिटहरुदेखि लिएर तपाईलाई ह्यान्डल पनि सबै एडजस्टेबल हो। सिट ह्यान्डल सबै हजुर, यो वान प्रेस बटनमा सबै हुन्छ, तल माथि। एन्ड देन यो पनि तल माथि एडजस्टेबल। वायरलेस चार्जरहरूदेखि र मिनी कुलर पनि छ यसमा चाहिँ हजुरको। यहाँनिर
यो कुलर हो यो हजुर तपाईँ चिसो पाउने काम आरएनडिएसको मोडमा छ हजुरलाई त्यहाँनिर रिभर्स न्युट्रल ड्राइभिङ स्पोर्ट्स यसको कति छ अरे माइलेज चाहिँ 500 यो चाहिँ 620 को 620 को यो 620 किलोमिटर 86 किलोवाटको ब्याट्री साइजमा 150 को मोटर छ 150 को मोटर ब्याट्री 86 किलोवाटको भयो 150 भनेको चाहिँ अब अलिकति हाइएस्ट नै हो क्या इभीहरूमा प्रायः हजुर त्यो अलमोस्ट B11 520 14 किलोमिटर यो चाहिँ B11 यो चाहिँ 85 वाटको त्यो चाहिँ B11 हामीले हिजो हेरेको यो त होइन होला है हजुर हेर्नुभएको चाहिँ 500 किलोमिटर यसको चाहिँ कति छ प्राइस यसको यसको चाहिँ हजुर 1.15 लाख छ अन्ली only with package युरोप टुर हजुर हाम्रो नै अब 3 स्टार 5 स्टार होटलमै हुन्छ हजुरहरूलाई 1 विकको लागि चाहिँ फुल स्पोन्सर चाहिँ हाम्रो स्क्याबरले गर्दैछ एक हप्ताको लागि सबै सेलहरू होइन ब्याट्री तल आउँछ त्यो त प्लेट जस्तो यो मोबाइलको ब्याट्री जस्तो यो फुल्ली सिल कभर छ मोटर एसी सबै पार्टहरू यसभित्र लक छ के भन्नु मान्छे यो गाडीको दाम चाहिँ कति छ यसको यसको 1 करोड 15 लाख स्काइवे स्कावेल 620 किलोमिटर रेन्ज एक चार्जमा यसको ब्याट्रीहरू यसको ब्याट्री 86 किलोवाटको ब्याट्री हो 86 किलोवाट हजुर 150 को मोटर र यो भनेको यसको 300 मिटरसम्म यो मेजर हेडलाइट छ यो भनेको राति पनि उज्यालोसम्म देखिन्छ अनि भनेको अब अर्को भनेको यसको अब यो भनेको 1 करोड 15 लाख प्राइस हो यसको होइन यसपछि अहिले चाहिँ भनेको यो अहिले चाहिँ हामीले चाहिँ हाम्रो कम्पनीले चाहिँ यसमा चाहिँ स्काइवेल खरिद गर्नेलाई चाहिँ जसले जो चढ्नुहुन्छ उहाँहरूको लागि चाहिँ जसले किन्नुहुन्छ उहाँहरूको लागि चाहिँ हामीले विशेष युरोप टुर फ्रान्स कपाललाई 6 नाइट 7 डेज को चाहिँ यसमा अफर दिएको छ बिजनेस क्लासमा बिजनेस क्लास प्लेनमा बिजनेस क्लासको प्लेनमा जाने बिजनेस क्लासको प्लेनमा आउने र त्यहाँ 5 स्टार होटलमै बस्ने र उहाँ फ्रान्स गएर पनि स्काइवेलमै टेस्ट ड्राइभ गर्ने ल हस् धन्यवाद